साथीहरू म चाहिँ खाना लिएर आएँ यहाँ त टक्क 2:30 बज्यो। आज के ढिलो भयो, किन ढिलो भन्दाखेरि चाहिँ ब्याकग्राउन्डमा गाना बजाइदिएर कहिले गाना बन्द हुन्छ र अनि खानु बस्नु भनेर। किन भन्दाखेरि अब हामी त फेसबुकमा भिडियो बनाउने मान्छे हैन, ब्याकग्राउन्डमा गाना बजाइदिएपछि अब खाएर भिडियो अब त्यो बनाएपछि त पुरा कपिराइट लागिदिन्छ। अहिले त झन् अब पुरा उयो हुँदैछ। हिजो नि त्यस्तै भयो, हिजो त गाना सुत्दै हाल्दिएँ, अब के हुन्छ थाहा छैन। आज चाहिँ पर्खिँदा 2:30 बज्यो, भर्खर गाना बन्द भयो, त्यही भएर खानु बसेको। अनि भट्टाभट खाइहाल्ने, अरू बेला गाना बजिदियो भने चाहिँ साह्रो पर्छ नि त, त्यही भएर के गर्नु साथीहरू, भन्नु नि के भन्नु, बुझ्नु पर्ने हो हैन। कहिले कहिले त दैलो खोलेर बजाइदिन्छ, त्यही भएर आजकल भिडियो दिनै सकेको छुइनँ। म 6 साढे 6मा बनाएछु भिडियो, दुईटैको लागि हो। अनि त्यति बेला त अब बजेको हुँदैन त्यति बेला, अनि त्यहाँबाट 8 बजी 8:30तिर अपलोड गर्छु। अनि दिनभरि हाल्नै पाउँदैन, 2-3 दिनदेखि हो। त्यहाँबाट खानै आज यत्रो लेट भयो। छैन 2टा भन्दा भिडियो दिनु पाएको छैन, 3टा 4टा भिडियो दिने मान्छे भन्नु कोला भन्नु। बुझ्नु पर्ने हो मान्छे भएर। डिस्टर्ब आफू मात्रै सीमितले सुन्नु पर्दा सुन्नु हुँदैन भने सुन्नु। मेरोमा पनि छ, टिभी छ, बक्स छ, म कसैलाई डिस्टर्ब गर्नु मन पर्दैन। किन भन्दाखेरि चाहिँ अब किन डिस्टर्ब गर्नु। कतिजनाको अब राति आएको हुन्छ ड्युटीबाट हैन, कोही नाइट ड्युटी गरेर सुतेको हुन्छ, कसैको घरमा सानो नानी हुन्छ हैन, कोही अब बिमार हुन्छ हैन। हामीले यत्रो गानाहरू हामीले मैले अब बजाइदियो भने, हामीले बजायौँ भने अब जिजो हुन्छ, डिस्टर्ब हुन्छ हैन। आफूलाई जति सुन्ने क्षमता छ, जति अब आफ्नो घरको भित्र जति सुन्ने क्षमता छ त्यति सुन्नुपर्छ त। फेरि कसैलाई मनपर्छ कसैलाई मन पर्दैन त्यस्तो। त्यही भएर हामी हिमाचल बस्दा साथीहरू भन्न सकिँदैन। अगर अलिकति पनि गाना त परै जाओस् है, अलिकति पनि अब हामी त यहाँ त हल्ला गर्दै बात गर्छौँ नि, वहाँ त आफ्नो घरभित्र पनि अलिकति हल्ला बाहिर गयो भने पनि ठुलो स्वरले बुढाबुढी होस् चाहे साथी होस् बात मार्दाखेरि अलिकति हल्ला बाहिर गयो भने ओइ के को त्यस्तो हल्ला भनेर कराउँछन् उता खरो। बुझ्दैन, बाटोमा हिँड्दा हामी यहाँ बोल्दै फोन गर्दै हिँड्छौँ नि, हिमाचलतिर त्यस्तो दिँदैन साथीहरू। म त 15 वर्ष बसेर आएको हिमाचल, 15 वर्ष त्यस्तो नियम छ त्यहाँ। केटाहरूले उताको अब उनीहरूको छोरीचेलीहरू उताबाट आउँदैछ भने यसरी फर्की हेर्न पाउँदैन, यसरी हेर्न पाउँदैन।
एकदम बाहिरको मान्छेहरू एकदम घोप्टेर हिँड्ने त्यस्तो नियम छ। उनीहरू जसो गरोस् कोही फरक पर्दैन। बाहिरका मान्छेहरू एकदम गाना अलिकति ठुलो बजाएर टिभीको साउन्ड ठुलो भयो, अलिकति आवाज ठुलो भयो, अब हामी त यहाँ त गाना गाउँदै हिँड्छौँ, वहाँनिर केही पाउँदैन। कस्तो धम्की दिन्छ। हामी त बसेर आएको अब त बन्द गर्दा अलिक साउन्ड सानो पार भन्नु भने अप्ठ्यारो लाग्छ क्या मलाई। पैसा तिरेर पो बसेको त भन्ने हुन्छ होइन। कतिजनाको सोच मिल्दैन। अब दिदीलाई भनौँ भने पनि चुगली गऱ्यो भन्ने हुन्छ होइन। त्यो मन पर्दैन। जब खतम गर्छ गानाको साउन्ड नआएको बेलामा हतार हतार भिडियोहरू बनाएर राख्छु। म त्यस्तो गर्छु। बाइ बाइ।